सबैजनालाई। आज चाहिँ म यहाँनिर विनोद दाजुको घरमा नि पोल्ट्री कुखुरा लिन आएको छु हो। आज महिना मरे नि अब कुखुरा त एउटा खानु बन्छ नि हो। लु जाउँ, कहाँ छ? लु यो चाहिँ मेरो विनोद दाजुको जेठा छोरा हो। यता हेर्नुहोस् त, भाइको नाम चाहिँ सावन हो। फुल कम्ता राम्रो फुलेको छैन नि हो। फुल पनि सबै आसिनाले ठाटाएर केही छैन हो। यी दाउराहरू यसरी थुपार्नु भएको छ, सबै थुपार्नु भएको छ यसरी। यो दुइटै गाई हो भाइ कि गोरु गोरु हो? ए एखल गोरु त जोराको रहेछ है। ल जाउँ, यो मेरो गाउँ हो नि, मेरो गाउँको माइती राजाको घर। यो चाहिँ छोराहरू हो यिनीहरू। आज चाहिँ खानु पर्यो ल। 3-4 केजीको कतिको छ कि? यहाँ के रोप्यो भाइ? मकै? ए ठिकै छ। यहाँ हेर्नुहोस् तपाईँहरूले, ए बुढाबुढीहरू पनि आउँदैछ। सबसे ठुलो पोथी रे, पोथी। मलाई त पोथी मनपर्छ। चिकनको चाहिँ डायमन्ड खानु मजा आउँछ नि। छ नि बुढाबुढीहरू अन्त 50 जति होला। अब 4टा मात्रै छ यो। 4टा डल्लै। अन्त आपाले भनेको छ अरे तपाईलाई कल गरेको छ अरे त हौ। आपालाई कल गर्नु भएको मम्मीकै एकाउन्टमा हालिदिनु अरे। अन्त त्यो के अरे किन चाहिएको छ हौ हेमराजलाई हो? खोइ डाक्टर हजुर, डाक्टर हजुर। ए अँ यो नि गाउँमा छ अन्त। सामान छ कि छैन? न मरौमा गयो कि भन्नु हुँदै थियो नि भाउजूले। 2 केजी 750। ल ल निकाल हिँड, चलो भाइ। यिनीहरूलाई पानीहरू सकेछ, के चारोहरू सकेछ? बेलुकाको आउँदै गरेको। यो के गर्ने? त्यतिकै राखिदिनुहोस् न, अहिले म आउनै पर्छ फेरि अब। ल हिँड। यो चाहिँ यस्तो छ विनोद दाजुको दाउराको थाक हेर्नुहोस्। आमामामा, ठुलो भाइ सावनको बिहा आउँदैछ जस्तो गरेर दाउरा थुपार्नु भएको छ। खत्तम पऱ्यो नि हो। हेर्नु यो के हो भाइ? इस्कुसको झ्याङ लाँदै थिए, हिजो डल्लै बिगाएर कि। अन्त त टमाटरको जस्तो बनाइसकेछ। यहाँ छ एउटा नक्कली, यहाँ विनोद दाजुको छोरी हो कि छोरा हो? यो स्नेक प्लान्ट हो। हाम्रो गाउँमा स्नेक प्लान्ट चाहिँ तपाईँहरू फ्रीमा पनि पाउनु सक्नुहुन्छ। यहाँ हेर्नुहोस् फुलहरू। यो फुल दामी रहेछ। हेलो हेलो हेलो, अहिले नेटवर्कै राम्रो छैन हौ। हेलो